यहाँहरूलाई स्वागत छ। आज चाहिँ तपाईँहरूलाई एउटा कथा भन्न मन लाग्यो। म आज चाहिँ फोहोर टिप्न जान पाइनँ। बिहान अलिकति त्यति सहज महसुस भएन र म बाहिर निस्किनँ। एउटा कथा भन्न चाहन्छु। यो कथा चाहिँ कस्तो छ भन्दाखेरि साथी बिचको कथा हो। जब एउटा लडाइँ सकिन्छ अनि त्यसपछि एउटा सिपाहीले चाहिँ लडाइँको क्याप्टेनलाई भन्छ, मेरो साथी गोली लागेर चाहिँ घाइते भएको छ, त्यो बाटोमा म उसलाई भेट्न चाहन्छु भनेर। अनि क्याप्टेनले चाहिँ उसलाई भन्छ, मलाई पनि थाहा छ, सायद यति बेलासम्म त ऊ मरिसक्यो होला भनेर क्याप्टेनले भन्छ। सिपाहीले चाहिँ होइन, म जान्छु एकचोटि भनेर जान्छ। अनि त्यो घाइते साथीले चाहिँ उसलाई खुसी हुँदै आइस, मलाई थाहा थियो त अवश्य आउनेछस् भन्छ आफ्नो साथीलाई। अनि त्यही साथीले पनि अँगालो मारामार गर्छन्। त्यो साथीको सास जान्छ अनि त्यो साथीले चाहिँ काँधमा बोकेर ल्याउँछ। अनि क्याप्टेनले चाहिँ, देखिस्, मैले अघि नै तँलाई मैले भनेको थिएँ यति बेलासम्म त ऊ मरिसक्यो होला भनेर। भनिसकेपछि सिपाहीले जवाफ फर्काउँछ, हो सर, तर पनि ऊ म जाँदासम्म चाहिँ ऊ तातो नै थियो अनि छटपटिरहेको थियो। अनि उसले मलाई, मेरो पर्खाइमा ऊ थियो। अनि जब म उसलाई गएर अँगालो हालेँ अब उसको प्राण गयो। त्यही म त्यहाँ उसलाई भेट्न जान्छु भन्ने विश्वास थियो भनेर चाहिँ उसले भन्छ। अनि एउटा साथीको सम्बन्ध कस्तो हुन्छ, साँच्चीकै साथी चाहिँ को हो त भन्ने कुरा चाहिँ यो साथीको सम्बन्ध दर्शाउँछ जस्तो लाग्छ यो छोटो कथा। तर कस्तो मिठो कथा है। अनि यस्तै साथी पाउनु पाए, अथवा यस्तो साथी अरूको लागि हामी हो कि होइन भन्ने कुराको च्यालेन्ज पनि गर्छ। सँगसँगै हामी एउटा भनाइ छ नि, घाँस छोड्नु साथ नछोड्नु। अनि साथी सबैभन्दा माथि भनिन्छ। अनि साँच्चै नै यस्तो खालको किसिमको साथी हुनु पाउनु सबैभन्दा च्यालेन्जिङ कुरा पनि हो र एकदमै महत्त्वपूर्ण पनि हो। यस्तै साथी हुने सबैजनाले कोसिस गरौँ है त। धेरै धेरै धन्यवाद ध्यानपूर्वक सुनिदिनु भएको लागि। कथा तपाईँलाई कस्तो लाग्यो कृपया गरिकन कमेन्टमा लेख्नुहोला। अनि तपाईँलाई यो कथा मन पर्यो भने लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। टिकटक र फेसबुकलाई फलो गरिदिनु होला। र अन्तिममा चाहिँ प्लास्टिक जन्ने फोहोरहरू जताततै नफालौँ, यसलाई ठिक ठाउँमा व्यवस्थापन गरौँ। आफूबाट निस्केको फोहोरलाई चाहिँ पनि आफूसँग राखेर आफ्नो झोलाको अथवा गोजीमा राखेर चाहिँ जहाँनिर चाहिँ डस्टबिन पाइन्छ त्यहाँनिर फाल्न सकिन्छ। अनि सकेसम्म प्लास्टिकको प्रयोग कम गरौँ, विनम्र अनुरोध यहाँलाई। मलाई धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद।